ओके ल त हेर ल हेर अब कस्तो खै हेर न कस्तो मन पर्यो खै खै थ्याङ्क यू भने खै खोइ थ्याङ्क यू भनेको अहिले त थोरै भिड आउँछ बेलुकातिर धेरै हुन्छ र हाम्रो भाइ चाहिँ यहाँ बसिरहन् हेलो हेलो आजको डे 96 मा स्वागत छ र आज चाहिँ भाइ र म जाँदैछौँ महाबौद्ध भाइको नाम मेरो नाम विपिन गौतम र म भएर जाँदैछौँ आज 96 दिन चाहिँ मलाई देऊ ल तिमीले भन्दै अब चाहिँ हामी जाँदैछौँ महाबौद्ध ल बस ढिला नगरेर म लागेँ बाइकमा भलक बनाउँदै यो बाइकमा पहिला अब हेलमेट लगाएर सेफ्टी गरेर जानुपर्छ र आज मेरो साथमा छन् भाइ र क्यामेरा मेरो पनि भाइ नै ओके लगाऊँ नि त आज म महाबौद्धमा हुक्का लिन जान्छु हुक्का पसलको पनि देखाउँछु लेट्स गो चाहिँ हामी आइसकेको छौँ अनुहारमा चाहिँ पुरै घाम पऱ्यो होइन र यहाँ पार्किङ चाहिँ छैन रहेछ त्यसो भए त्यही भएर चाहिँ भाइ अब यहाँ बस्छन् म चाहिँ यो सामान पुऱ्याएर आउँछु अनि लानुपर्छ हुक्का यो चाहिँ सब होलसेल चाइनाबाट आएको सबै सामानहरू यहाँ हुन्छ वीर हस्पिटल पछाडि हो कि सबै यो सब होलसेल बुफर चाहिँ नबन्ला जस्तो हुक्का चाहिँ ल्याइदिनु पर्ला जस्तो अहिले त थोरै भिड आउँछ बेलुकातिर धेरै हुन्छ र हाम्रो भाइ चाहिँ यहाँ बसिरहन् अहिले चाहिँ बुफर चाहिँ भएन अब हुक्का लिन जाने हुक्का पसलमा अहिले चाहिँ म हुक्का पसलमा आएर यहाँ हुक्का किन्दैछु पसलको लागि बवाल हुक्काहरू पाउँछ देख्न सकिन्छ हुक्का सब नेपाल र यहीँबाट किनेर लाँदैछु म कोइलहरू फ्लेभरहरू सबै त्यहाँ पुरै भयो होला म चाहिँ लिएर आएको छु ल्याउँछु होला अहिले चाहिँ हामी चाहिँ हुक्का किनेर भाइले यहाँ समाइरहन् भाइ त घुम्न अनेको भरिया भएर भन्नु भयो होइन ओके आजको बुफर चाहिँ भनेन अब हुक्का मात्र किन्यो भन्दै अब चाहिँ मलाई के किन्नु छ तिमीलाई यहाँ त्यही सबै सस्तो पाउँछ छैन ल ठिक छ ल अब चाहिँ हामी लाग्यो चिया खानातिर खाजा खाना म लिएर आएको छु यो यहाँ सेटअप अब चाहिँ यसलाई म सेटअप गरिदिएको म सेटअप गरेर पानी पनि भरिसकेँ एकछिन ट्राई गर्छु कस्तो हुँदो रहेछ यो यहाँ सामान फ्लेभर रहेछ यसलाई म टेस्ट गर्दैछु यो अलिक ठुलो खायो त हाइटी र यो चाहिँ 1 केजी ल्याएको छु म यसलाई चाहिँ खोल्दैछु है त कहाँबाट यहाँबाट खोल्ने रहेछ अनि पानी हालेर रेडी भइसक्यो र अहिले चाहिँ म मिन चाहिँ होइन म यो फ्लेभर चाहिँ हाल्दैछु यहाँ टेस्टको लागि अब चाहिँ मैले यहाँ फ्लेभर हालेको छु अब म यसलाई चाहिँ सिल्भर पेपरले टाइट गरिदिएको यसलाई सिल्भर पेपर राखेँ अब यसलाई चाहिँ म सानो सानो पुवाल बनाउँछु मैले यसमा पुवाल बनाइसकेको छु अब चाहिँ म यसमा फिट गर्छु रेडी भएको छ अब कोइला हालेर यसमा चाहिँ म पाइप लगाउँछु यो चाहिँ नयाँ कोइलो म यसलाई चाहिँ ट्राई गर्दैछु कस्तो हुँदो रहेछ यो र यसलाई चाहिँ म अब कोइला बालेर चाहिँ हालिदिएको म यो चाहिँ ठुलो खालको कोइला हो र म यसलाई चाहिँ सेयर गरिदिएको चाहिँ मैले बालिसकेँ अब यसलाई म तान्छु है त पहिले यहाँ सल्किनु पर्ने हुन्छ नि त्यसपछि यहाँ चाहिँ पहिले सल्काउनु पर्छ अनि बिस्तारै आउँछ है धुवा यसमा म यसमा चाहिँ यो लाउन भुल्दैछ त्यही भएर म अब यो लगाएर राख्दैछु र हुक्कामा चाहिँ अलिकति समस्या आयो त्यही भएर फेरि म अब रात परिसकेको छ अब हुक्का लिनलाई म चेन्जरलाई जाँदैछु बाइकमा ठुलो जग्गा पुगेर एक्लै छु नि त अहिले म डेलिभरी बोय भन्नु पर्ला जस्तो अब र फेरि पनि काम बनेको छैन किनकि पसल बन्द भइसकेको छ 7:30 भयो 7 बजी चाहिँ बन्द हुँदो रहेछ पसल अरू पसल पनि बन्द भइसक्यो अघि पार्किङ गर्न नपाएको अहिले चाहिँ पार्किङ गरेर चाहिँ गएको र पसलै बन्द भएछ त्यसो फेरि घरतिर आँखीमा गएर म तिम्रो लागि सामान ल्याइदियो ओके नहेर हेऱ्यो भने दिन्न नि मैले हुन्छ रोकमा सामान ल्याउँछु है ल हेर्दै नहेर है ओके ल त हेर ल हेर अब कस्तो
खै हेर न कस्तो मन पर्यो खै खै थ्याङ्क यू भने खै खै थ्याङ्क यू भनेको कहाँ जाँला त नगर बिग्रिन्छ फेरि ओके